आज हामी यस भिडियोमा सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजीको बारेमा जान्न गइरहेका छौँ। सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजी भनेको के हो हामीले जानेकै छौँ होला। जान्नु भएन भने यस भिडियो हेरेर हजुरहरूलाई मद्दत मिल्नेछ। सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजी बुझ्नभन्दा पहिला चाहिँ हामीले सुरुमा के बुझ्नुपर्छ भन्दाखेरि ट्रान्सक्रिप्सन भनेको के हो र ट्रान्सलेसन भनेको के हो। यस भिडियोमा हामीले सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजी नभइकन ट्रान्सक्रिप्सन इन प्रोक्यारियोट्स, ट्रान्सक्रिप्सन इन युक्यारियोट्स, ट्रान्सलेसन सबै बुझ्ने नै छौँ। सुरुमा सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजी भनेको फ्रान्सिस क्रिकले दिनुभएको। फ्रान्सिस क्रिक। यस भिडियोमा हामी सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजीको बारेमा कुरा गर्नेछौँ। सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजी चाहिँ हामीलाई सुरुमा कसले दिनुभएको भनेर जान्न पर्यो। फ्रान्सिस क्रिकले दिनुभएको सेन्ट्रल डोग्मा अफ बायोलोजी। यसमा चाहिँ के पर्छ त भन्दाखेरि ट्रान्सक्रिप्सन भन्ने प्रोसेस र ट्रान्सलेसन भन्ने प्रोसेस दुईटै पर्छ। ट्रान्सक्रिप्सन र ट्रान्सलेसन दुईटै जान्न नै पर्छ सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजी पढ्न भन्दा पहिला, हैन। किन भन्दाखेरि डिएनएबाट आरएनए बन्ने प्रोसेस र आरएनएबाट प्रोटिन बन्ने प्रोसेस यो सबैलाई एकैचोटि भन्दाखेरि सेन्ट्रल डोग्मा भन्ने हो, हैन। हामीले इन्डिभिजुअली पढ्नुपर्छ। यो के पढ्नुपर्छ भन्दाखेरि इन्डिभिजुअली ट्रान्सक्रिप्सन पढ्नुपर्छ र ट्रान्सलेसन पनि पढ्नुपर्छ। यो सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजी चाहिँ यति इम्पोर्टेन्ट छ कि हजुरहरूले 11, 12 देखि लिएर पछि इन्ट्रान्स इक्जामिनेसन, सीईको इन्ट्रान्स इक्जामिनेसन सबैमा चाहिँ हजुरहरूले यो पढ्नै पर्ने छ। डिएनएबाट आरएनए बन्ने प्रोसेसलाई के भन्छ? ट्रान्सक्रिप्सन भन्छ भने आरएनएबाट प्रोटिन बन्ने प्रोसेसलाई के भन्छ? ट्रान्सलेसन भन्छ। डिएनए भनेको के हो? डिएनए भनेको डिअक्सिराइबोन्युक्लिक एसिड भने आरएनए भनेको के हो? राइबोन्युक्लिक एसिड। यो भनेको एकदमै बेसिक कुरा भयो, हामीले यो जानेकै छौँ होला, हैन। डिएनए भनेको डबल स्ट्यान्डर्ड हुन्छ र आरएनए भनेको चाहिँ सिंगल स्ट्यान्डर्ड हुन्छ। जहिले पनि के हुन्छ? डिएनएबाट आरएनए बन्छ र आरएनएबाट प्रोटिन बन्छ, है। होल प्रोसेसलाई के भन्छ भन्दाखेरि सेन्ट्रल डोग्मा अफ मोलिकुलर बायोलोजी भन्छ। अब सुरुमा हामीले ट्रान्सक्रिप्सनको बारेमा जानौँ। ट्रान्सक्रिप्सन भनेको चाहिँ के हो? नर्मली म सुरुमा ब्याकग्राउन्ड दिन्छु अनि त्यसपछि टपिक स्टार्ट गरौँ है। ट्रान्सक्रिप्सन भनेको नर्मली के बुझिन्छ भन्दाखेरि डिएनएबाट आरएनए बन्ने प्रोसेसलाई ट्रान्सक्रिप्सन भनिन्छ। नर्मली डेफिनेसन दिँदाखेरि चाहिँ के भन्नु पर्यो भन्दाखेरि द प्रोसेस अफ कपिङ द जेनेटिक इन्फर्मेसन फ्रम वान स्ट्यान्ड अफ डिएनए इन्टु द आरएनए इज कल्ड ट्रान्सक्रिप्सन। म के पनि भन्छु भन्दाखेरि यो ट्रान्सक्रिप्सन भन्ने छ नि, हैन, यो डिएनएबाट आरएनए बन्ने प्रोसेस छ नि, यो चाहिँ किन एउटा स्ट्रान्डले मात्रै हुन्छ भनेर पनि जान्न पर्यो, हैन। अब यो ट्रान्सक्रिप्सन भन्ने प्रोसेस चाहिँ के हो? प्रोक्यारियोट्समा छुट्टै हुन्छ, युक्यारियोट्समा छुट्टै हुन्छ, त्यो पढ्न पर्यो, हैन। यो सबै जान्न पर्यो है। प्रोक्यारियोट्समा चाहिँ कहाँ हुन्छ? साइटोप्लाज्ममा हुन्छ भने युक्यारियोट्समा कहाँ हुन्छ? न्युक्लियसमा हुन्छ, यो पनि जान्न पर्यो। यो ट्रान्सक्रिप्सनको डिटेल प्रोसेस चाहिँ हामीले पढ्ने नै छौँ है। मेन हाम्रो टपिक भनेको चाहिँ के हो भन्दाखेरि ट्रान्सक्रिप्सन इन प्रोक्यारियोट्स। यो हो नि त हामीले आज स्टार्ट गर्ने त। अब यहाँ एउटा मात्रै इन्जाइम युज हुन्छ, जुन इन्जाइमको नाम हो आरएनए पोलिमरेज। यो इन्जाइम भनेको हिरो इन्जाइम भनेर भन्छु मैले त्यसलाई, हैन। यसले नाम दिएको, यसको पोस्ट। ल यसको चाहिँ के छ भन्दाखेरि अब यसलाई डिएनए डिपेन्डेन्ट आरएनए पोलिमरेज किन भनेको होला भन्दाखेरि ल हामीले चाहिँ के जाने हम भन्दाखेरि डिएनएबाट आरएनए बन्ने प्रोसेसलाई ट्रान्सक्रिप्सन भन्छ र यो प्रोसेसमा युज हुने इन्जाइम भनेको आरएनए पोलिमरेज हो, हैन। अब डिएनएको एउटा स्ट्रान्डबाट मात्रै युज हुन्छ, डिएनएको स्ट्रान्ड युज हुन्छ नि त यसमा, हैन। डिएनएको एउटा स्ट्रान्डबाट चाहिँ आरएनएको एउटा स्ट्रान्ड बन्छ। डिएनएको दुईटा स्ट्रान्ड मध्येबाट एउटा स्ट्रान्डबाट आरएनएको एउटा स्ट्रान्ड बन्छ भने यसले यो आरएनए पोलिमरेजले चाहिँ कोसँग हेल्प लियो? डिएनएसँग हेल्प लियो, हैन। डिएनए नभइकन त आरएनएले चाहिँ के गर्ने भएन, आरएनए पोलिमरेजले त के गर्ने भएन भन्दाखेरि आरएनए बनाउने भएन। त्यही भएर यसलाई चाहिँ के भनेको भन्दाखेरि डिएनए डिपेन्डेन्ट आरएनए पोलिमरेज भनेको। सिम्पल छ है यो। आरएनए पोलिमरेज चाहिँ अलिक जिद्दी अरे, हैन। यसले चाहिँ के भन्छ अरे भन्दाखेरि म एमआरएनए त बनाउँछु, तर मेरो त एउटा शर्त छ, मेरो एउटा कन्डिसन छ। म जुन एमआरएनए बनाउँछु त्यो एमआरएनए चाहिँ जहिले पनि 5 प्राइम टु 3 प्राइम पोलारिटीको हुन्छ भनेर चाहिँ यसले आरएनए पोलिमरेजले भन्यो, हैन। आरएनए पोलिमरेज त्यही भएर जहिले पनि एमआरएनए बनाउने बेलामा 5 प्राइम टु 3 प्राइम मात्र एमआरएनए बनाउँछ। अब हामीले के बुझ्न पर्यो भन्दाखेरि डिएनएमा कतिवटा स्ट्रान्ड हुन्छ? दुईटा स्ट्रान्ड हुन्छ। एउटा हुन्छ 3 प्राइम टु 5 प्राइम, अर्को हुन्छ 5 प्राइम टु 3 प्राइम। अब
यसले एमआरएनए कसरी बनाउँछ अहिले मैले त्यो एउटा उसमा पनि देखाएको थिएँ होइन, कसरी कोडिङ गर्छ, कसरी उ गर्छ भनेर, एटिजिसीसँग कसरी पेयर गर्छ भनेर देखाएको थिएँ होइन। अहिले त्यो किन डबल एउटा मात्रै प्रोटिन बनाउँछ भन्ने बेलामा अब कन्डिसन के भन्दाखेरि एमआरएनए चाहिँ 5 प्राइम टु 3 प्राइम मात्र बनाउने भनेपछि त्यसले चाहिँ त्यो यो आरएनए पोलिमरेजले कुन चाहिँ स्ट्यान्डसँग गएर उ गर्न पर्यो, के अरे बाइन्ड गर्न पर्यो भन्दाखेरि 5 प्राइम टु 3 प्राइम बनाउने हो भने डिएनएको चाहिँ 3 प्राइम टु 5 प्राइमसँग गएर बाइन्ड गर्न पर्यो। किन भन्दाखेरि एन्टी प्यारलल पोलारिटी बनाउनको लागि है, सिम्पल छ यो। 5 प्राइम टु 3 प्राइमसँग बनाउनको लागि 3 प्राइम टु 5 प्राइम स्ट्यान्डसँग गएर चाहिँ के गर्न पर्यो, मर्ज गर्न पर्यो आरएनए पोलिमरेजले स्ट्यान्डलाई। ल हामीले यो कन्डिसन आरएनए पोलिमरेजको कन्डिसन थाहा पायौँ र मान्यौँ। ल ठिक छ, तेरो कन्डिसन हामीले मान्यौँ भनेर मान्यौँ। अब हामी जाऊँ ट्रान्सक्रिप्सन युनिटमा। ट्रान्सक्रिप्सन युनिटको 3टा पार्ट छ, प्रोमोटर पार्ट, स्ट्रक्चरल जिन र टर्मिनेटर भन्ने है। अब यहाँ एउटा डिएनए स्ट्रान्ड छ होइन, डिएनए छ, डिएनए जुन चाहिँ कुन छ एन्टिप्यारलल पोलारिटी भएर बसेको छ। एउटा छ 3 प्राइम टु 5 प्राइम, अर्को छ 5 प्राइम टु 3 प्राइम भएर बसेको छ। अब यो डिएनएको एउटा सेगमेन्टमा जुनमा चाहिँ के भन्यो 5 प्राइम टु 3 प्राइम चाहिँ एमआरएनए छ भनेपछि कुन चाहिँ सेगमेन्टमा जाने भयो यो भन्दाखेरि 3 प्राइम टु 5 प्राइम सेगमेन्टमा चाहिँ यसले के गर्ने भयो, आफ्नो काम गर्ने भयो आरएनए पोलिमरेजले होइन। डिएनएको चाहिँ पुरै होल सेगमेन्टमा चाहिँ के हुँदैन भन्दाखेरि यो जस्तै यो 3 प्राइम टु 5 प्राइम यत्रो छ नि त होइन, यहाँ भोरी चाहिँ के हुँदैन भन्दाखेरि यो डिएनए आरएनए पोलिमरेजले एमआरएनए बनाउँदैन। एउटा सर्टेन सेगमेन्टमा मात्रै, जस्तै यहाँबाट यहाँसम्म यो सेगमेन्टमा मात्रै के गर्छ भन्दाखेरि आरएनए पोलिमरेजले आफ्नो काम गर्छ होइन, एमआरएनए बनाउने काम गर्छ होइन। त्यसलाई के भनिन्छ भन्दाखेरि स्ट्रक्चरल जिन भनिन्छ। द सिक्वेन्स अफ डिएनए विच फर्म्स एमआरएनए इज नोन एज स्ट्रक्चरल जिन। एउटा डिएनएको सिक्वेन्स हो जसले चाहिँ एमआरएनए फर्म गर्न हेल्प गर्छ, त्यसलाई भन्छ स्ट्रक्चरल जिन। अर्को छ प्रोमोटर है। अब जस्तै मैले एउटा सानो डायग्राम बनाएँ यहाँ, प्रोमोटर भनेको चाहिँ कस्तो भन्दाखेरि मेन हाम्रो हिरो होइन आरएनए पोलिमरेजले जहाँ पाएँ त्यहीँ गएर बाइन्ड चाहिँ हुन सक्दैन। जस्तै यसले स्ट्यान्ड त के गर्नु पर्यो, यसले त स्ट्यान्ड बनाउन त सुरुमा गएर एक ठाउँमा गएर बाइन्ड हुन पर्यो नि त होइन। अहिले भने जस्तै हामीले अघि नैको क्वेसनमा भने जस्तै एक ठाउँमा गएर बाइन्ड त हुनु पर्यो। जस्तै कताबाट बाइन्ड हुने, यत्रो स्ट्यान्ड छ, कताबाट बाइन्ड हुने होइन, थाहा त छैन यसलाई। त्यही भएर एउटा ठाउँलाई पर्टिकुलर ठाउँमा गएर चाहिँ यो बाइन्ड हुन्छ, प्रोमोटरमा गएर आरएनए पोलिमरेज चाहिँ बाइन्ड हुन्छ। त्यसलाई के भन्छ, प्रोमोटर साइट भनिन्छ होइन। यसलाई के भन्छ, प्रोमोटर साइट। जस्तै यहाँ गएर बाइन्ड भयो भने यो भनेको प्रोमोटर भयो। अब यो भनेको के भयो, पुरै स्ट्रक्चरल जिन भयो होइन। अनि अर्को के छ, टर्मिनेटर। टर्मिनेटर भनेको कस्तो भन्दाखेरि जहाँ चाहिँ आरएनए पोलिमरेजले के गरेर भ्याउँछ, एमआरएनए बनाएर भ्याउँछ र एउटा पर्टिकुलर ठाउँमा पुगेपछि त्यो आरएनए पोलिमरेज निस्केर जान्छ। त्यसलाई के भन्छ, त्यो पर्टिकुलर ठाउँलाई टर्मिनेटर रिजन भनिन्छ। यति चाहिँ हामीले ट्रान्सक्रिप्सन युनिटमा जान्न पर्यो। ट्रान्सक्रिप्सन युनिटमा समरी भन्दाखेरि प्रोमोटर स्ट्रक्चरल जिन र टर्मिनेटर हुन्छ। स्ट्रक्चरल जिन भनेको यस्तो पार्ट अफ जिन हो जसले चाहिँ यस्तो पार्ट अफ डिएनए हो जसले चाहिँ आरएनए फर्म गर्न चाहिँ हेल्प गर्छ। अर्को हुन्छ प्रोमोटर रिजन जहाँ चाहिँ आरएनए पोलिमरेज आएर बाइन्ड हुन्छ, र अर्को हो टर्मिनेटर जहाँ चाहिँ आरएनए पोलिमरेज आफ्नो काम गरेर निस्केर जान्छ। यसलाई चाहिँ के भन्छ, ट्रान्सक्रिप्सन युनिट भनिन्छ। र मैले यो डायग्रामलाई अलि प्रष्टसँग यतापट्टि बनाएँ। यो डायग्राम चाहिँ अब सेम त्यही प्रोसेसलाई देखाउन खोजेको मैले होइन। अब हाम्रो चाहिँ एउटा के केस थियो, एउटा थियो प्रोमोटर रिजन, अर्को थियो के थियो स्ट्रक्चरल जिन, अर्को थियो टर्मिनेटर रिजन होइन। मैले मेनली यसलाई के हाइलाइट गर्न खोजेको भन्दाखेरि यो स्ट्रक्चरलाई चाहिँ हाइलाइट गर्न खोजेको है। यो स्ट्रक्चर चाहिँ हाम्रो उसमा चाहिँ एकदम काम चाहिँ लाग्छ। किन भन्दाखेरि यो प्रोमोटर रिजनमा के आएर बाइन्ड हुन्छ, हाम्रो हिरो इन्जाइम आरएनए पोलिमरेज इन्जाइम आएर के हुन्छ, बाइन्ड हुन्छ। स्ट्रक्चरल जिनले के गर्छ, कोडिङ गर्छ एमआरएनएको, र टर्मिनेटरले के गर्छ भन्दाखेरि आरएनए पोलिमरेजलाई त्यहाँबाट हटाउनको लागि चाहिँ यो सिक्वेन्सले चाहिँ डिनोट गर्छ। यहाँबाट चाहिँ यहाँ चाहिँ सक्यो है भनेर चाहिँ आरएनए पोलिमरेजलाई चाहिँ टर्मिनेटरको यो सिक्वेन्सले भन्छ। यति कुरा चाहिँ जान्न पर्यो। हाम्रो के थियो एउटा रुल, आरएनए पोलिमरेजको रुल के थियो भन्दाखेरि मैले के भन्थ्यो त्यसले भन्दाखेरि मैले एमआरएनए त बनाउँछु, तर कस्तो एमआरएनए बनाउँछु भन्दाखेरि जुन चाहिँ एमआरएनएको कोडिङ चाहिँ के हुन्छ भन्दाखेरि जुन चाहिँ एमआरएनए चाहिँ जहिले पनि के हुन्छ भन्दाखेरि 5 प्राइम टु 3 प्राइम हुन्छ। मैले उ त बनाउँछु होइन, मैले के अरे एमआरएनए त बनाउँछु, तर जहिले पनि एमआरएनए के हुन्छ भन्दाखेरि 5 प्राइम टु 3 प्राइम हुन्छ भनेर
भन्यो होइन। त्यसै गरी अब के आउन पर्यो त यहाँ भन्दाखेरि त्यसै गरी अब के आउन पर्यो त यहाँ भन्दाखेरि यहाँ आयो होइन। के आयो भन्दाखेरि आरएनए पोलिमरेज आयो। आरएनए पोलिमरेज आएर कुन चाहिँ स्ट्रान्डसँग चाहिँ गर्ने के अरे यहाँ चाहिँ आयो होइन। के आयो भन्दाखेरि आरएनए पोलिमरेज आयो र कुन चाहिँ स्ट्रान्डसँग बनाउनु पर्यो। आरएनए पोलिमरेजले के भन्थ्यो, म त एमआरएनए केसँग बनाउँछु 5 प्राइमबाट 3 प्राइमको डिरेक्सनमा बनाउँछु म एमआरएनए भनेपछि आरएनए पोलिमरेजले कहाँ आएर एक्ट गर्न पर्यो भन्दाखेरि 3 प्राइम टु 5 प्राइम पोलिमर के 5 प्राइम यो स्ट्रान्डसँग गर्न पर्यो। यो स्ट्रान्डलाई के भनिन्छ भन्दाखेरि टेम्प्लेट स्ट्रान्ड भनिन्छ। टेम्प्लेट स्ट्रान्ड भनेको यस्तो स्ट्रान्ड हो जहाँ चाहिँ आएर आरएनए पोलिमरेज चाहिँ बाइन्ड हुन्छ। कोडिङ स्ट्रान्ड भनेको जहाँ चाहिँ आरएनए पोलिमरेज बाइन्ड हुँदैन। यो टेम्प्लेट स्ट्रान्डसँग के हुन्छ भन्दाखेरि अल्टरनेट हुन्छ। टी छ भने ए हुन्छ, ए छ भने टी हुन्छ, टी छ भने ए हुन्छ होइन। अब यो के हो हामीले हेरेको, यो चाहिँ के हो डिएनए हो। अब यसलाई अब अलि विस्तृत रूपमा चाहिँ हामीले चाहिँ अब पढौँ है त। ल अब हामीले यहाँ चाहिँ के जान्न पर्यो भन्दाखेरि यो त हामीले एउटा अब प्रोसेस सुरु गर्न पर्यो होइन। अब यहाँ हाम्रो आयो हिरो इन्जाइम आरएनए पोलिमरेज आयो। अब यसले के गर्छ भन्दाखेरि यसले त अब प्रोमोटर साइटतिर जान्छ। प्रोमोटर साइटतिर जान्छ र प्रोमोटर साइटतिर गएर बाइन्ड हुन खोज्छ। उसले त के खोजिरह, यो डिएनए डिपेन्डेन्ट आरएनए पोलिमरेजले के खोजिरह भन्दाखेरि छिटो एमआरएनए बनाउँछु यहाँबाट निस्किहाल्छु भन्ने चाहिँ यसको सोच छ होइन। यसले त बनाउन खोज्छ तर यसले आफै गएर यहाँ प्रोमोटर साइटतिर बाइन्ड हुन चाहिँ सक्दैन। यसलाई एउटा सर्टेन फ्याक्टर चाहिन्छ, त्यो फ्याक्टरलाई भनिन्छ सिग्मा फ्याक्टर है। अब सिग्मा फ्याक्टर र आरएनए पोलिमरेज मिलेर के गर्छन् भन्दाखेरि प्रोमोटर साइटमा गएर बाइन्ड गर्छन्। ल सिग्मा फ्याक्टर र आरएनए पोलिमरेज पनि सँगै आए। अब सँगै आएर कहाँ बाइन्ड हुन्छन् भन्दाखेरि प्रोमोटर रिजनमा गएर बाइन्ड हुन्छन्। र यहाँ प्रोमोटर रिजनमा हामीले एउटा केही कुरा नोटिस गरे हामी अहिले माथिपट्टि हेर्दाखेरि पनि के थियो भन्दाखेरि टी मात्र देखिएको थियो होइन। यता तलपट्टि हेर्दा पनि के देखिएको भन्दाखेरि टी यस्तै देखिएछ। यो साइटलाई यो प्रोमोटर साइटलाई के भनिन्छ भन्दाखेरि एउटा छुट्टै नाम छ। यसलाई टाटा बक्स अथवा टाटा साइट अथवा प्रिन्बो बक्स पनि भनिन्छ। यो प्रोमोटर रिजनलाई टाटा बक्स अथवा प्रिन्बो बक्स पनि भनिन्छ किन भन्दाखेरि यहाँ टीए थायमिन 89 मात्रै यहाँ चाहिँ यो भनेको टीए आयो भने चाहिँ यसले चाहिँ चिन्छ। यो आरएनए पोलिमरेज र सिग्मा फ्याक्टरले चिन्छन् यो प्रोमोटर साइट रहेछ, यो कोडमा गएर बाइन्ड हुने हो भनेर चाहिँ चिन्छन् यो आरएनए पोलिमरेज डिएनए डिपेन्डेन्ट आरएनए पोलिमरेज र सिग्मा फ्याक्टरले है। अब यिनीहरू दुईटा कहाँ जान्छन् भन्दाखेरि यहाँ आउँछन् र अब यो आरएनए पोलिमरेज चाहिँ कहाँ आयो सिग्मा फ्याक्टरसँग यहाँ प्रोमोटर साइटमा आयो र सिग्मा फ्याक्टरले के देखाइदियो भन्दाखेरि आरएनए पोलिमरेजलाई ल यहाँ गएर बाइन्ड भयो यहाँबाट चाहिँ त सुरु गर है भन्यो र सिग्मा फ्याक्टर चाहिँ के भयो भन्दाखेरि बाहिर उडेर गयो होइन। बाहिर गयो निस्कियो, यसको काम भ्याइयो म जान्छु भनेर निस्केर गयो। अब के भयो भन्दाखेरि यो आरएनए पोलिमरेज चाहिँ अब के गर्छ भन्दाखेरि प्रोमोटर साइटमा एट्याच भयो। अब स्ट्रक्चरल जिनतिर जान्छ अनि एमआरएनए बनाउन थाल्छ। र मैले भने जस्तै के भयो यहाँ आरएनए पोलिमरेज आयो होइन अनि सिग्मा फ्याक्टर के भयो यसको काम भ्यायो अनि यो गयो बाई बाई। सिग्मा फ्याक्टरले आरएनए पोलिमरेजलाई भन्यो र ल त अब यहाँबाट कोडिङ गर्न थाल म निस्केँ भनेर गयो। अब यहाँ के छ स्ट्रक्चरल जिन छ। स्ट्रक्चरल जिनमा चाहिँ के छ एजीसीएजी छ होइन। यसले त यसै गरी के बनाउन थाल्छ भन्दाखेरि यसको कम्प्लिमेन्टरी तरिकाले चाहिँ के बनाउन थाल्छ यसको एमआरएनए बनाउन थाल्छ है। जस्तै र यसरी आरएनए पोलिमरेजले के गर्यो भन्दाखेरि स्ट्रक्चरल जिनमा कोडिङ गर्न थाल्यो होइन। यसै भनेको थियो नि 3 प्राइमबाट 5 प्राइम छ भने यसले एमआरएनए के बनाउँछ 5 प्राइमबाट 3 प्राइम बनाउँछ। जस्तै यहाँ ए छ भने यसले के बनाउँछ यु बनाउँछ किन भन्दाखेरि एमआरएनएमा चाहिँ थायामिन हुँदैन होइन। के हुन्छ थायामिनको सट्टा युरासिल हुन्छ। जी छ भने सी बनाउँछ, सी छ भने जी बनाउँछ, ए छ भने यु बनाउँछ, सी छ भने जी बनाउँछ। यो हेर्दाखेरि को जस्तो छ 5 प्राइम टु 3 प्राइम चाहिँ यसको के जस्तो छ यो बनेको एमआरएनए चाहिँ यतापट्टि कोडिङ स्ट्रान्डको हेर्नु त 5 प्राइम टु
3 प्राइमको स्ट्रान्डसँग म्याच खाएको छ हैन। यसमा के छ सी छ, यता पनि साइटोसिन छ, यता गुआनिन छ, यता गुआनिन छ, यता साइटोसिन छ, यता साइटोसिन छ, यता थायमिन छ हैन। यो थायमिन र युरासिल किन फरक छ भन्दाखेरि एमआरएनएमा थायमिन र युरासिलको मात्र डिफरेन्स हुन्छ हैन, टी को ठाउँमा यु छ। यसरी नै के भयो भन्दाखेरि यहाँ आएर यो एमआरएनए कोड गर्यो हो। कसले गर्यो? आरएनए पोलिमरेजले। र कोड गर्दै 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 जाँदाखेरि कहाँ पुग्यो? यो गर्दाखेरि टर्मिनेटर रिजनमा आइपुग्यो है। टर्मिनेटर रिजनमा आएर फेरि एउटा फ्याक्टर जोडिन्छ, त्यो फ्याक्टरको नाम हो रो फ्याक्टर। अब यो आरएनए पोलिमरेज चाहिँ के भयो भन्दाखेरि कोडिङ गर्दै जाँदाखेरि टर्मिनेटर रिजनमा आयो। टर्मिनेटर रिजनमा आएर एउटा फ्याक्टर जोडियो, त्यो हो रो फ्याक्टर है, आरएचओ रो फ्याक्टर भन्छ। यो रो फ्याक्टर र आरएनए पोलिमरेज जोडिएपछि के भयो भन्दाखेरि यहाँ आएर यो एमआरएनए निस्कियो, एमआरएनए बन्यो, टर्मिनेट भयो, यो प्रोसेस सकियो भन्यो है। यो प्रोसेसबाट के भयो भन्दाखेरि एउटा नयाँ एमआरएनए चाहिँ जन्म भयो यसको है। यो चाहिँ जन्मियो, नयाँ एमआरएनएको जन्म भयो हैन। अर्को कुरा के पनि बिर्सिएँ मैले भन्न बिर्सेँ जब चाहिँ यो आरएनए पोलिमरेज आएर यो टाटा बक्स अथवा प्रिमो बक्समा प्रोमोटर रिजनमा जोडिन्छ नि, तब चाहिँ के हुन्छ? यो अनवाइन्डिङ हुन्छ, अनजिपिङ हुन्छ हैन। डिएनएको स्ट्रान्डहरु चाहिँ जोडेर बसेको हुन्छ, यो चाहिँ अनवाइन्ड भएर चाहिँ के हुन्छ? आरएनए पोलिमरेजले तब त स्ट्रान्ड बनाउन थाल्ने हो नि हैन। यसरी के भयो भन्दाखेरि नयाँ एमआरएनए बन्यो। यहाँ आएर चाहिँ ट्रान्सक्रिप्सन अफ प्रोक्यारियोट्स चाहिँ सकियो यो प्रोसेससम्म अहिलेसम्म है। ल मैले फेरि एउटा के भने भन्दाखेरि समराइज गरिदिन्छु। ल अहिलेसम्म के भयो भन्दाखेरि डिएनएको एउटा के थियो? साइट थियो है। यो साइट थियो, यो साइटमा चाहिँ के भयो भन्दाखेरि प्रोमोटर साइट थियो, स्ट्रक्चरल साइट थियो, टर्मिनेटर साइट थियो। यो हामीले केमा पढ्यौँ भन्दाखेरि ट्रान्सक्रिप्सन युनिटमा पढ्यौँ हैन। त्यसमा टेम्प्लेट स्ट्रान्ड थियो, कोडिङ स्ट्रान्ड थियो, टेम्प्लेट स्ट्रान्ड 3 प्राइम टु 5 प्राइम थियो, कोडिङ स्ट्रान्ड 5 प्राइम टु 3 प्राइम थियो। बन्ने आरएनए पोलिमरेजले बनाउने एमआरएनए पनि के हुन्थ्यो भन्दाखेरि टेम्प्लेट स्ट्रान्डमा बन्थ्यो, किन भन्दाखेरि यसको एउटा रुल थियो 5 प्राइमबाट 3 प्राइमसम्म बन्ने हो। अब यहाँ के भयो थियो भन्दाखेरि सजिलो छ। यहाँ चाहिँ अहिलेसम्म के भयो थियो भन्दाखेरि सिग्मा फ्याक्टर भन्ने थियो एउटा त्यो टाटा बक्स, प्रिमो बक्स, रो फ्याक्टर, सिग्मा फ्याक्टर, कता धेरै फ्याक्टरहरू आए हैन। अब सिम्पल के थियो? टाटा बक्स थियो हैन। सुरुमा टाटा बक्स थियो, यु स्ट्रान्ड टेम्प्लेट स्ट्रान्डमा आएर के हुन्छ? आरएनए पोलिमरेज आउँछ, डिएनए डिपेन्डेन्ट आरएनए पोलिमरेज आएर टाटा बक्स अथवा प्रिमो बक्स भन्छ यो प्रोमोटर साइटलाई, किन भन्दाखेरि यहाँ टीए छ हैन, टाटा सजिलो छ सम्झिनलाई। टाटा बक्स चाहिँ टाटा बक्समा आएर जोडिन चाहिँ खोज्छ यो आरएनए पोलिमरेज। तर यो आरएनए पोलिमरेजले त एमआरएनए छिटो बनाउन खोज्छ, तर यो चाहिँ के गर्छ भन्दाखेरि यहाँ गएर बाइन्ड हुन सक्दैन। बाइन्ड हुनलाई एउटा नयाँ फ्याक्टर आउँछ, एउटा हो सिग्मा फ्याक्टर। यो हो सिग्मा फ्याक्टर। सिग्मा फ्याक्टर र आरएनए पोलिमरेज मिलेर कहाँ जान्छन्? प्रोमोटर रिजनमा जान्छन्। प्रोमोटर रिजनमा गइसकेपछि के हुन्छ भन्दाखेरि ल मेरो काम भयो, सिग्मा फ्याक्टर चाहिँ मेरो काम भयो। ल अब म चाहिँ यहाँबाट निस्केर जान्छु, त चाहिँ के गर भन्दाखेरि के अरे यो एमआरएनए बना है भनेर भन्छ। अब यो सिग्मा फ्याक्टर गयो, बाई बाई भनेको छ है। अब यहाँ आरएनए पोलिमरेजले के गर्यो भन्दाखेरि यहाँ स्ट्रक्चरल जिनमा आएर कोडिङ गर्न थाल्यो। ए छ भने यु बनायो, किन भन्दाखेरि एमआरएनए हो नि त। एमआरएनएमा के हुन्न? आरएनएमा के हुन्न? टी थायमिन हुन्न, युरासिल हुन्छ त्यसको साटो। जी छ भने सी बनायो, सी छ भने जी बनायो, ए को यु, जी को सी बनायो र एमआरएनए बन्यो हो। तर एउटा अब बनाउँदै एउटा यस्तो साइटमा आइसक्यो, त्यो साइट हो टर्मिनेटर साइट। टर्मिनेटर साइट भनेको यस्तो साइट हो जहाँ चाहिँ एमआरएनए बनाउने प्रोसेस सकिन्छ। अब एमआरएनए बनाउने प्रोसेस टर्मिनेटरमा आएर सकिनु भएपछि के भयो? आरएनए पोलिमरेजसँग अर्को फ्याक्टर आयो, यहाँ आएर जोडियो। के जोडियो भन्दाखेरि रो फ्याक्टर भन्ने आएर जोडियो। यिनीहरू दुईटा सँगै जोडेसँगै यो प्रोसेस एमआरएनए भन्ने प्रोसेस चाहिँ यहाँ आएर सकियो र नयाँ एमआरएनएको यहाँ जन्म भयो। अहिलेसम्म हामीले त्यति पढेको है। ल हामीले सुरुमा भने जस्तै ट्रान्सक्रिप्सन भनेको के हो? ट्रान्सक्रिप्सन इज अ प्रोसेस अफ फर्मिङ अफ आरएनए फ्रम अ सिंगल स्ट्रान्ड अफ डिएनए हैन। एउटा स्ट्रान्डबाट मात्र युज भयो नि त, एउटा स्ट्रान्डबाट मात्र के भयो? एमआरएनएको कोडिङ भयो। र यही प्रोसेस, यो होल प्रोसेस, यो अहिलेसम्मको सबै होल प्रोसेसलाई के भनिन्छ? हामीले ट्रान्सक्रिप्सन इन प्रोक्यारियोट्स भनिन्छ है। यो सिम्पल प्रोसेस हो। लेख्दाखेरि यहाँबाट धेरै एमसिक्यू क्वेसनहरू पनि आउन सक्छ। यो डिफ्रेन्ट फ्याक्टर्सहरू के हुन्? सिग्मा फ्याक्टर कोसँग जोडिन्छ, कहाँ गएर जोडिन्छ, टाटा बक्स भनेको के हो, प्रिमो बक्स भनेको के हो, प्रोमोटर साइटमा कुन साइट कुन चाहिँ के अरे यो सिक्वेन्सहरू
भेटिन्छन् हैन। अनि सीमा फ्याक्टरको काम के हो, रो फ्याक्टरको काम के हो हैन। अनि त्यसपछि जस्तै युरासिलको र के अरे थायमिनको फरक केमा छ। जस्तै थायमिन चाहिँ केमा हुन्छ, डिएनएमा हुन्छ भने आरएनएमा युरासिल हुन्छ। कोडिङ स्ट्यान्डमा के हुन्छ, टेम्प्लेट स्ट्यान्डमा के हुन्छ। यहाँबाट धेरै क्वेसनहरू सोध्न सकिन्छ, एमसिक्यू बेस्ड भएर पनि र थ्योरी बेस्ड पनि सकिन्छ। हामीले इक्जाममा थ्योरी बेस्ड इक्जाममा चाहिँ के पनि गर्न सकिन्छ भन्दाखेरि यस्तै फिगरहरू बनाएर यसलाई थोरै इलाबोरेट गर्न सकियो भने पनि यो चाहिँ इजियर र मार्क्स लिएर आउनको लागि सजिलो हुन्छ। र यही मैले दिएको यो अहिलेसम्मको त्यहाँ दिएको मैले गराएको यो उसबाट चाहिँ कपी गरेर आफैले नोट्सहरू बनाएर चाहिँ राम्रोसँग लेख्यो भने चाहिँ यहाँबाट मार्क्स आउनको लागि सजिलो हुन्छ। So this much for this video in the topic of transcription in prokaryotes. I'll be in the next video describing about the transcription in eukaryotes, which is a bit different. There we will study about the hnRNA and different types of RNAs which would be formed through the transcription process, and along with that I'll also be providing the video of translation. Thank you.